कहाँ रोकेको त यो सबै रोकेको छ ल काट्नु त चिट काट्दै जाँदैछ उता पनि रोकेको छ ल जानु चिट काट्नु तपाईँले पनि यहीँ रोकेको छ त तपाईँको चिट नकाट्ने तपाईँले पनि यहीँ रोकेको छ तपाईँको चिट कसले काट्ने तपाईँको चिट चाहिँ कसले काट्ने त अब तपाईँको चिट कसले काट्ने तपाईँले पनि यहीँ रोकेको छ तपाईँ हिँडेर आउनु न तपाईँ हिँडेर आउनु न त तपाईँ हिँडेर आउनु तपाईँ बाइक लिएर यहाँ रोकेर किन तपाईँ चिट काट्ने तपाईँको अधिकार के छ हामीलाई यहाँनिर चिट काट्ने हामी बसिरहेको ठाउँमा म के रोकेर पार्किङ गरेर म गएको छ तपाईँले चिट काट्नलाई तपाईँले पार्किङ गरेर म गएको छ म बाइक माथि छ तपाईँले किन चिट काट्यो मेरो तपाईँले किन चिट काटेको भन्नु त मलाई के गल्ती छ मेरो भन्नु न म चिटै लिँदैन तपाईँ फाल्दिनु चिट तपाईँ लिनु त्यत्तिकै के गल्ती छ त मेरो तपाईँ भन्नु न त्यत्तिकै बस्न दिन्छ किन मैले के गल्ती गरेँ भनिदिनु न त के गल्ती गरेँ मैले भनिदिनु न त मैले के तपाईँले किन अड्या त यहाँ तपाईँले यहाँ किन अड्याएको त तपाईँले किन अड्याएको त तपाईँले मात्र अडाउन पाउँछ त हामीले चाहिँ अडाउन पाउँदैन सर तपाईँले मात्र अडाउन पाउँछ हामीले अडाउन पाउँदैन जहिले तपाईँहरू हेप्ने जे एकछिन पनि रोक्नु नहुने हामीले एकछिन यत्रो मान्छे छ तपाईँ खालि जहिले यस्तो गर्ने गल्ती एकछिन पनि रोक्नु हुँदैन हामीले तपाईँहरू खालि यस्तो गर्ने हामीले के गरेको छ भन्नु त के गल्ती गरेको हामीले तपाईँले के यसै गर्ने हो सधैँ यसै गर्ने हो तपाईँ हामीले एकछिन रोक्नु नहुने तपाईँले पनि त यहाँ रोकेको छ नि तपाईँले के को कारबाही मैले के गल्ती गरेँ भन्नु त एकछिन अडाउन पाउँदैन पार्किङ गरेर म गएको छु सर भन्नु त हजुर मोबाइल खेलाए पनि म फोन गर्न पाउँदैन मैले फोन गर्न पाउँदैन हामीले तपाईँ एकैचोटि चाबी खोज्ने खाली चिट काट्ने तपाईँ खाली चिट काट्ने हिँडेको खालि कमिसनको लागि चिट काट्ने तपाईँ दुःख दिने यही हो यही ट्राफिक दाइ हो यो ट्राफिक सर हो चिट काट्ने यहाँ पनि हो खिच्ने हो तपाईँहरूको त कानुन छ हामीसँग केही पनि छैन हामी त जनता हो तपाईँहरूले जे गर्दा पनि हुन्छ सर तपाईँहरूले जे गर्दा पनि हुन्छ हामीलाई तपाईँहरूले जे गर्नुहोस् तपाईँले चाहिँ मेरो जा भन्नु पर्दैन तपाईँले खालि चिट काट्ने तपाईँ खालि चिट काट्ने खालि लुक्ने तपाईँहरू पावर छ भन्दैमा तपाईँले गर्नु नै पाउँदैन तपाईँ लिनु तपाईँ कति पैसा चाहियो तपाईँलाई भन्नु कति पैसा तपाईँले किन यहाँ बाइक राखेको यहाँ तपाईँ हिँडेर आउनु चिट काट्ने भयो हिँडेर आउनु तपाईँलाई काट्न आउनु काट्ने कि तपाईँलाई चाहिँ कसले काट्ने त तपाईँको मात्र हो तपाईँले कस्तो कारणले तपाईँले तलब खाएको ट्राफिकले चिट काट्दाखेरि तपाईँसँग अनुमति पत्र हुनुपर्छ कुन चाहिँ अधिकारीले तपाईँलाई अनुमति पत्र दिएको छ तपाईँलाई अनुमति पत्र देखाउनु ल चिट काट्ने आजको अनुमति पत्र निकाल्नु आजको अनुमति पत्र निकाल्नु तपाईँले चिट काटेर निकाल्नु न ल निकाल्नु यो पनि जनताको हो तपाईँ मेरो पैसाले बाइक चढेर मलाई नै चिट काट्ने अर्काको चाहिँ खोज्दै हिँड्ने तपाईँ अत्याचार गर्ने तपाईँ एकछिन पनि अडाउनु नहुने तपाईँको मात्र हो यो
तपाईँको मात्रै हो किन काट्या त तपाईँले मलाई त्यो भन्नु न त किन काट्या तपाईँले के गल्ती गरेँ मैले के गल्ती गरेँ मलाई त्यो भन्नु न त के गल्ती गरेँ रे तपाईँले यहाँ किन रोक्या यहाँ किन रोक्या तपाईँले त यहाँ रोकिएको छ तपाईँको बाइक नम्बर यहाँ रोकेर तपाईँ चिट काट्न आउनु तपाईँ हिँडेर आउनु तपाईँ हिँडेर आउनु न तपाईँ हिँडेर आउनुहोस् तपाईँको आजको अनुमति पत्र निकाल्नु तपाईँले चिट काट्नु हिँडेको कतिवटा काट्यो भन्नु त तपाईँले यो ड्राइभरको पनि काट्या छ खालि यस्तै गरेर तपाईँको लाइसेन्स छ तपाईँको लाइसेन्स देखाउनु त लाइसेन्स बिलबुक देखाउनु यसको तपाईँको लाइसेन्स देखाउनु त सबैले भन्नु तपाईँको लाइसेन्स देखाउनु त तपाईँको लाइसेन्स देखाउनु तपाईँको लाइसेन्स देखाउनु त सर तपाईँको लाइसेन्स देखाउनु लाइसेन्स ल सर तपाईँको लाइसेन्स देखाउनु तपाईँलाई छोडिदिन्छ तपाईँको लाइसेन्स देखाउनु तपाईँको लाइसेन्स देखाउनु ल सर तपाईँको लाइसेन्स देखाउनुहोस् लाइसेन्स देखाउनुहोस् ल बिलबुक पनि देखाउनु लाइसेन्स पनि देखाउनु तपाईँको यो कसको नाममा छ यो बिलबुक पनि देखाउनु ल हेर्नु त सर दिनु न तपाईँको पनि दिनु न तपाईँ किन हातमा पक्रिने हामीले के तपाईँ खाइदिँदैन तपाईँ खाइदिँदैन हामीले दिनु न तपाईँ खाइदिन्छ हामीले दिनु न त तपाईँको के थाहा ओरिजिनल हो कि डुप्लिकेट हो के थाहा त हामीलाई अरे तपाईँले मेरो चाहिँ पत्र लिने चिट फिर्ता लिनुहोस् तपाईँलाई राम्रो हुन्छ तपाईँ सधैँ जनतालाई घेर्ने खालि तपाईँ लुट्ने खालि जनतालाई लुट्ने तपाईँ लुटेको होइन यो मैले के गल्ती गरेर भनिदिनु नि मैले के गल्ती गरेर तपाईँको बिलबुक ल यसको बिलबुक निकाल्नु त्यस्तो हुँदैन मलाई मेरो बिलबुक त्यस्तो हुँदैन मेरो बिलबुक तपाईँले जस्तो गरेर खाने त्यस्तै मेरो तपाईँको यो बिलबुक दिनु त यो समात्नु नै छ तपाईँको चिट फिर्ता गर्नुहोस् तपाईँको बिलबुक निकाल्नु न बिलबुक छैन बिलबुक छैन यो ट्राफिकले चिट काटेको बिलबुक छैन ए ल तपाईँको बिलबुक निकाल्नु लाइसेन्स पनि छैन बिलबुक पनि छैन यो ट्राफिकको तपाईँले धेरै अति गर्नुभयो तपाईँ आफैले तिर्नुपर्छ चिटको पैसा तपाईँ आफैले तिर्नुपर्छ हो पर्सेन्टको लागि तपाईँको हातमा अधिकार छ भन्दैमा जहाँ पाए त्यही चिट काट्दै हिँड्ने मैले केही गल्ती गरेको भए मलाई चिट काट्दा म मान्छु फोन आउनु नहुने तपाईँ चाहिँ यहाँ बाटो बिचमा बसेर ट्राफिक बाटो बिचमा गाडी रोकेर तपाईँ चिट काट्ने तपाईँको बिलबुक हामीले मान्छ तपाईँले घरमा छ भन्दा मान्छ घरमा बिलबुक छ भन्दा तपाईँले मान्नुहुन्छ घरमा बिलबुक छ भन्दा तपाईँले मान्नुहुन्छ ल यो बाइकै हुँदैन बाइक त छोड्दैन तपाईँको अधिकार हो अधिकार युज गर्नुभयो जनतालाई ठग्ने जनतालाई ठग्ने खालि ठग्ने बिलबुक देखाउनु तपाईँको बिलबुक देखाउनु तपाईँ मान्नुहुन्छ के नाम हो तपाईँको के नाम हो सर तपाईँको जनता हो जनता हाम्रै पैसाले तलब खाएर हामीलाई को हो भनेर सोध्दै तपाईँको बाइक लानुहोस् मलाई मार्नुहोस् तपाईँको बाइक लानुहोस् मलाई मार्नुहोस् भने तपाईँको बाइक लानुहोस् तपाईँ त आज फस्नुभयो क्या नराम्रोसँग फस्नुभयो तपाईँ फस्नुभयो हेर्नु सबै मान्छे हो आफ्नो बाइकको बिलबुक छैन होइन अनि अर्कालाई चिट काट्दै हिँडे मेरै घरको मेरै नेपाली दाजुभाइको पैसा खाने अनि मलाई नै
अधिकारको मैले तपाईँ त्यस्तो तपाईँले हक अधिकार खोजेपछि मैले पनि खोज्नुपर्छ सर तपाईँको अधिकार जति छ मेरो पनि त्यति नै छ यो देशमा म पनि नेपाली मैले के नराम्रो भनेको छु मैले के नराम्रो भनेको छु भन्नु न त मैले के नराम्रो भनेको छु ठुलो तपाईँले कति सो ठुलो गराएको थियो अघि तपाईँको गल्ती छ कि छैन यो भन्नु न त मैले के गल्ती गरेको भनिदिनु एकछिन दाइ यो के गल्ती गरेको यो दाइले के गल्ती गरेको ए मोबाइल खेलाउनु नपाउने तपाईँले किनिदिएको मोबाइल कुन नियम कहाँनिर देखाउनु संविधान पल्टाउनु भएको छ कहिले संविधान पल्टाउनु भएको छ संविधान पल्टाउनु भएको तपाईँले तपाईँलाई के थाहा रहेछ त त्यसो भए तपाईँ कसरी ट्राफिक भयो तपाईँलाई संविधान के थाहा छ संविधानमा मोबाइल खेलाउनु पाउँदैन यो मोबाइल कम्पनी बन्द गर्नु न त तपाईँले कुन गल्तीमा मलाई चिट काटेको तपाईँको आफ्नो मनले तपाईँको पनि यसको बिल बुक ल्याउनु चिट काट्नुहोस् यसको चिट काट्नुहोस् तपाईँ यो गाडीको चिट काट्नुहोस् अनि मात्र जान्छ यो गाडी छोड्नै हुँदैन फोनमा बोल्दैछु भन्दै यिनलाई पनि मैले त्यही भनेको फोनमा बोल्दैछु भन्दै मलाई आएर कागज पत्र माग्ने तपाईँ डन हो यहाँको डन हो तपाईँ डिएसपी एसपी के आइजिपी तपाईँले यहाँ कति मिनट रोक्यो तपाईँलाई ट्राफिकको गाडीलाई जति रोक्ने पनि अलाउँछ हो ट्राफिकको गाडीलाई चिट काट्नु यसको चिट काट्नु तपाईँ त आज फस्नु भयो हेर्नु सर तपाईँ फस्नु भयो यहाँ तपाईँ आफू गल्ती गर्दा हिँड्ने अनि जनतालाई दुःख गर्दै हिँड्ने तपाईँ हामीले के गल्ती गरेको तपाईँले जे मगायो त्यही लेखेर हुन्छ यत्रो जनताले भनेको चाहिँ गल्ती तपाईँले भनेको त सही मैले यत्रो नो पार्किङमा त तपाईँले पनि रोकेको छ कहाँनिर राखेको लेखा छ नो पार्किङ कहाँनिर लेखाएको भन्नु न त कहाँनिर लेखाएको छ मलाई भन्नु न त तपाईँ ओर्लिनु त तपाईँ ओर्लिनु न देखाउनु परेन कहाँनिर कहाँनिर तपाईँ गल्ती स्वीकार्नु हामीले मानेको छ गल्ती गरेको छ हामीले अहिलेसम्म कैयौँ चिज काट्यो होला कहिले पनि यस्तो गरेको तपाईँ इन्डियाबाट आउनु भयो नेपालीलाई दुःख दिन तपाईँ इन्डियाबाट आउनु भयो अनि के भनेको तपाईँले तपाईँको मात्र अधिकार हुने नेपालमा हाम्रो अधिकार छैन तपाईँको मात्र अधिकार हुन्छ नेपालमा होइन सर हामीले के गरेको सर हेर्नु म एकछिन मेरो चिट काटे हो क्या सर म एकछिन रोकेर मोबाइलमा फोन गर्दै थिएँ मलाई आएर बिल बुक माग्यो मैले दिएँ चिट फटाफट काटिदिन्छ त्यस्तो गरेर मिल्छ कति आनन्द तपाईँ कामै चिट काट्नुहुँदैछ तपाईँलाई यहाँ भिडियो बनाएको मैले यो गाडी अहिले कहाँ छ भन्नु त यो गाडी कहाँ छ भन्नु न हामीले त कहाँ सपोर्ट नलिने बुझ्नु भयो नि सपोर्ट हामीले चाहिँ कहाँ राख्ने सर भन्नु गल्ती गरेर गल्ती भन्नु सर अहिले एउटा कुरो तपाईँ हामीले सपोर्ट हामीले चाहिँ कहाँ राख्ने भन्नु न हामीले मैले मान्छे हाम्रो चाहिँ के गर्नु अहिले के भन्नु हाम्रो गाउँमा चिट काट्नु भन्नुभयो हाम्रो गाउँमा चिट काट्नलाई दिएको कति काट्ने हो भने मैले अघि सुन्दा मान्छे झार्दै थिएँ होइन मैले
त्यस्तो मेरो एकलौटी छैन नि यहाँ छैनौँको चिट त्यस्तो त्यस्तो हुँदैन नि सर तपाईँको हेर्नुहोस् यहाँ तपाईँको मान्छे जुन तयार छ ट्राफिक सर उहाँको गाडीको बिल बुक छैन यसको चिट कसले काट्यो भन्नु त सर मेरो काट्यो म तिरेर हिँड्छु ल तपाईँको यसको गाडीको चिट कसले काट्नु ल भन्नु हामी त एकछिन पनि बस्न नपाउने तपाईँहरूलाई जे गर्दा पनि छुट होइन जे गर्दा पनि छुट तपाईँहरूलाई चिट काटे पनि भयो नकाटे पनि भयो जा भन्दा पनि भयो आइज भन्दा पनि भयो तपाईँको अब यसको चिट कसले काट्ने हेर्नु सर तपाईँको गल्ती छ कि छैन भन्नु त ए तपाईँको यसको बिल बुक निकाल्नु न त मेरो पनि घरमा छ भन्दा मान्नुहुन्छ म पनि घरमा लगेर जान्छु बिल बुक हुन्छ तपाईँ मान्नुहुन्छ तपाईँ उहाँले हामीलाई ट्राफिक नियममा के सिकाउनुहुन्छ बिल बुक आफ्नो कागज पत्र राख्नु भनेर सिकाएको होइन तपाईँले यहाँ के लेखेको छ तपाईँले यही हो तपाईँको छैन भने यो बाइक खोसेर राख्नुपर्छ कि यो बाइक खोसेर राख्ने हो कि त यो तपाईँको चिट छ नि उहाँलाई काट्नु दिनुहोस् होइन उहाँलाई काट्नु दिनुहोस् म मान्छु ल म मान्छु म पनि तिर्न आउँछु म पनि तपाईँको बाइकको यसको चिट काट्न लाउनु 5 मिनट होइन म 2 मिनट भएको छैन त्यहाँ बसेको तपाईँहरूले गर्दाखेरि देश डुब्यो तपाईँहरूको 1-2 जना ट्राफिकको पुलिसको मान्छेले गर्दाखेरि सबै बदनाम छ सबै कस्तो खालको पेस्टिज छ नेपालको मान्छे उखाल्नु तपाईँलाई विदेशमा म 12 वर्ष विदेशमा बसेर आएको मान्छे हो 12 वर्ष तपाईँ हेर्नुहुन्छ मेरो एक्सपिरियन्स सर्टिफिकेटहरू तपाईँ पत्याउनुहुन्न होला विदेशमा कस्तो खालको मान गर्नु छ ट्राफिकले पुलिसले कस्तो गर्छ तपाईँले धेरै तपाईँले अत्याचार गर्नु मन त सर अत्याचार गर्नु मन त सर तपाईँले अत्याचार गरेको हो कि होइन भन्नु त तपाईँको गल्ती स्वीकार्नु न ए गल्ती छैन यो बाइकको कागज पत्र कहाँ छ यो बाइकको कागज पत्र कहाँ छ यो बाइकको कागज पत्र कहाँ छ खोइ नम्बर 727325 नम्बरको कागज पत्र कहाँ छ कागज पत्र ल्याउनुहोस् चिट काट्नुहोस् जानुहोस् तपाईँ बिल बुक तपाईँको खोइ त अफिसमा भयो भनेर पाउँछ तपाईँ किन बाइकमा आएको त हामीलाई नहुँदा त तपाईँले चिट फटकै एकैछिनमा तपाईँलाई हाम्रो केही नभए पनि गल्ती देखाएर केही न गल्ती देखाएर चिट फट एकदम आनन्द उहाँहरूलाई त यो वर्दी लगाएपछि कस्तो आनन्द जे गर्दा पनि पाइयो सर हाम्रो केही गल्ती छैन सर चिट काट्या छ ठिकै छ यो बाइकको बिल बुक ल्याउनु न त हामीलाई चिट काट्न आउने बाइकको बिल बुक ल्याउनु बिल बुक छैन क्या सर हामीलाई मात्रै नियम हुन्छ सर हामीलाई मात्रै विवाद गरेर भएन गल्ती भन्नु
कति भनेको भन्छ कागजपत्र छैन कागजपत्र छैन अनि तपाईँ जिम्मेवारी हो सर तपाईँ जिम्मेवारी हो गाडी चलाउँछ ट्राफिक गाडी गाडी कानुन बराबर छैन है तपाईँलाई ठुलो कानुन हाम्रो कानुन छैन हामीलाई हाम्रो त मार्जिन जियो दिनु भयो ट्राफिकले एक्सिडेन्ट गर्यो भने के गर्ने त भन्नु त ट्राफिकको एक्सिडेन्ट के हर्दिनु सबैले एक्सिडेन्ट गर्यो भने त अनि के गर्ने भन्नु भाइ म छोडिदिन्छु तपाईँहरू छोड्नुहुन्छ यो गाडीलाई छोड्नुहुन्न म छोड्दिनँ म छोडिदिन्छु म छोड्दिनँ तपाईँले नागरिक आफ्नो देउको समेत मान्नुहुन्न क्या दाजु दाजु वेब क्याम अन गर्नु गल्ती कस्तो छ तपाईँ भन्नु अनि ल वेब क्याम अन गरेर भन्नु ल हजुर यसो भन्दाखेरि मान्नुहुन्छ तपाईँ जिम्मेवारी लिनु न त यस्तो काम हो सर यस्तो हुँदैन यस्तो हुँदैन चाबी लिन्छ अघि नै सबैको अगाडि गरिदिनु सबैको अगाडि सबैको अगाडि चिट काट्नु सर तपाईँ हामीलाई चाहिँ मार्नु न त तपाईँ हामीलाई चाहिँ मार्नु तपाईँ माथि चढ्नु टाउकोमा हामीलाई मारिदिनुहोस् मलाई मार्नुहोस् मार्नुहोस् हामीलाई दिनै 500 को चिट काट्नु जसको मेरो 5 रुपियाँ कमाइ छैन तपाईँ 500 को चिट काट्नु मलाई नेपालमा बस्न नदिने तपाईँहरूको कारणले गर्दा हामीलाई खाली जहिले पनि हामीलाई तपाईँले यसको बिल बुक ल्याउनु भन्नु चिट काट्नु हाम्रो सामने जानु हामीलाई केही चाहिँदैन सर हामीलाई यसको कारवाही गर्नु जानुहोस् हामीलाई केही चाहिँदैन सर हामीले त्यति नै भन्यो हामीले त्यति नै भन्यो अब बिलबुक दिनु पर्यो हले के छ भने चिट काट्नु भयो जनताको पनि होइन तपाईँले जे भन्नुभयो नि एकदम जायज कुरा हो